How to use water vending machine. अब एकछिनमा हाम्रो वाटर एटिएम मसिनको बारेमा कसरी पानी निकाल्ने यो कुराहरू सिकाउनु गइरहेका छौँ। त्यसरी हामीले हामीलाई यहाँ हामी सिक्का चाहिन्छ। सिक्काले नै हामीले यसरी पैसालाई इन्सर्ट गर्छौँ मसिनमा। मसिनले यो लिएपछि अनि हामीलाई यता सिक्का दिन्छ। सिक्का आइसक्यो हाम्रो यता सिक्का रिसिभ गरिसकेपछि हामी यो सिक्काहरूलाई लिएर हामीलाई जुन कुराहरू चाहिएको हुन्छ, कप चाहियो भने हामी कपको यता उसमा गएर यता राखेर कप लिन सक्छौँ है। यता यो उसमा राखेर हामीले कप लिनलाई यहाँ सिक्का छिराउ हुन्छ। अब सिक्का छिरे अब कप आउँछ है। कप आइसकेपछि अब यो कप आइसक्यो। अनि कप आइसकेपछि हामीले यो कपलाई समातेर हामीलाई मनतातो चिसो कुन चाहिँ पानी चाहिएको अनि त्यो पानीलाई फेरि सिक्का खसाल्नु पर्ने हुन्छ। हामी सिक्का फेरि खसालेर यता कप थाप्नु पर्ने हुन्छ। कप थापेर यता हामीले प्रेस गर्नुपर्ने हुन्छ। सँगै रहेको बोतललाई यसरी प्रेस गर्दा हामी कप गरिन्छ। हेर्नुहोस् है, यसमा चाहिँ पानी नभएको अवस्था है। मनतातो पानी नरहेकोले कपले पानी उता पानी मिल्दैन। हामी चिसो पानीको लागि फेरि यसरी गर्दाखेरि हामीले यता पैसा डिपोजिट गऱ्यो भने हाम्रो चिसो पानी चाहिँ आउँछ। हेर्नुहोस् है, यो अब यो पानी लिइसकेपछि हामीले यो पानीलाई पिउने मन भयो पिउने, नपिउने मन भयो लिने समस्या आइपऱ्यो भने हामी यो क्यामेरातर्फ फर्केर यता आफ्नो नमस्ते भनेर आफ्नो समस्या राख्न सक्छौँ। तत्काल हाम्रो रिप्लाई आउँछ है। जानकारीको लागि धन्यवाद। Thanks for watching. Subscribe, like, and press bell icon for more updates.